ल ल गाइज आज चाहिँ हामी चाहिँ ठ्याक्कै गोर्खा जिल्लाको पालुङटार नगरपालिका स्थित यो लिग्लीकोट भन्ने ठाउँमा छौँ होइन। यो चाहिँ हाम्रो गोर्खा अधिराज्य हुँदाको यो चाहिँ एउटा के अरे त्यति बेलाको यो के भन्छ यसलाई गढीको रूपमा गोर्खा राज्य हुँदाको गढीको रूपमा चाहिँ यसलाई राखिन्छ। यहाँबाट चाहिँ अब हात हतियार राख्ने अथवा सीमा निगरानी गर्ने टाइपको चाहिँ एउटा गढी हो। यो चाहिँ लिग्लीकोट पालुङटार नगरपालिकाबाट पालुङटार बजारबाट यो उत्तरतर्फ उकालो लागेपछि लिग्लीकोट आउँछ। लिग्लीकोट यहाँबाट पारी चाहिँ लिग्लीकोट मन्दिर छ, त्यो पारी देखिएको सल्लाहघारीमा चाहिँ लिग्लीकोट छ। यो चाहिँ लिग्लीकोटमा चाहिँ खास 5वटा जति चाहिँ यस्ता गढीहरू बनाएको छ। यो चाहिँ दोर्खे गढी हो। अरू 4वटा के अरे गढीहरू चाहिँ उता मन्दिर साइडमा छ। अब त्यतापट्टि नै हामी अवलोकन गर्ने नै छौँ अवश्य नै। अहिलेलाई चाहिँ यति नै है त। अनि यो चाहिँ हाम्रो नेपालको अहिले सबभन्दा अग्लो झन्डा भनेर चाहिँ चिनिन्छ होइन। यो चाहिँ सबैभन्दा नेपालको चाहिँ अहिलेसम्मको अग्लो झन्डा राखिएको मध्ये अग्लो झन्डा हो यो चाहिँ होइन। लिग्लीकोटमा अवस्थित झन्डा यो चाहिँ। अब यहाँबाट हामी लिग्लीकोट मन्दिरतर्फ जान्छ। ल अहिले चाहिँ हामी दोर्खेगढी लिग्लीकोटको दोर्खेगढीमा छौँ होइन। यहाँ मध्येको 5वटा उसमा यो चाहिँ अब अहिलेको परिचित भनौँ। अब यहाँ नेपालको सबभन्दा अग्लो झन्डा पनि राखिएको हुनाले यो चाहिँ अलि बढी नै परिचित छ होइन। अरू बाँकी गढीहरू चाहिँ त्यहाँ माथि छन्। यहाँ गढी चाहिँ यस्तो छ होइन, यतापट्टि देखाउँछ अन्त यतापट्टि यस्तो छ। यहाँ बसेर चाहिँ यो चाहिँ पछि संरचना चाहिँ पछि बनाएको हो यो चाहिँ होइन। पहिला जस्तो थियो त्यही अवस्थितिमा बनाएको हो यो चाहिँ। यहाँ बसेर चाहिँ ट्याक्क गोला बारुद अथवा सीमा निगरानी गर्ने गरिन्थ्यो त्यो बेलामा होइन। अब हामी चाहिँ अब लिग्लीकोट मन्दिरतर्फ जाँदैछौँ। यहाँबाट माथि लिग्लीकोट मन्दिरै होला सायद, मलाई पनि ठ्याक्कै थाहा भएन मन्दिरको नाम चाहिँ। यस मन्दिर चाहिँ छ एउटा त्यहाँ, अनि अरू गढीहरू पनि छन्। अनि अहिले चाहिँ यो हामी दोर्खेगढीमा है त। ल भयो